ल हाम्रो आजको हाम्रो एकजना सरसँग चाहिँ केही क्वेसन सोध्नेछु। फर्स्ट अफ अल त हाम्रो सरले आफ्नो परिचय दिनु होला। नमस्ते नमस्कार, म उदयपुरको रोशन बस्नेत भन्ने मान्छे होइन। ओके, अहिले यता काठमाडौँमा हुनुहुन्छ? हजुर, म काठमाडौँतिर के को श्रृङ्खलामा हुनुहुन्छ, के छ, के गर्दै हुनुहुन्छ? अहिले चाहिँ हजुरको एसटिके फिल्म्स युट्युब च्यानलबाट चाहिँ टुरी नातिनी सञ्चालन भइरहेको छ। टुरी नातिनी सिरियल आइरहेको छ। त्यसैको चाहिँ अलिकति सुटिङ थोरै पुरा नभएकोले म घरतिर गएको हिसाबले चाहिँ मेरो एक दुईवटा सिन छुटेको थियो। त्यो सिन गरिरहेको छु मैले होइन अहिले। अनि अहिले चाहिँ खाजा खाने टाइम भएर खाजा खानालाई अलिकति यता चिया पसलमा आएको छु। चिया पसलभन्दा बाहिर बसेर कुरा गरिरहेको छु। हजुरको टुरी सिरियलमा चाहिँ के छ हजुर, कुन कथामा चाहिँ आबद्ध हुनुहुन्छ? टुरी नातिनी एउटा 40-45 वर्ष अगाडिको नेपाली समाजको कथा व्यथालाई चाहिँ हामीले यो पुस्ता नयाँ पुस्ताहरूमा चाहिँ कसरी देखाउने, कसरी के गर्ने भनेर हामीले काल्पनिक रूपमा हामी पात्रको रूपमा चाहिँ त्यसमा आइरहेको छौँ। म चाहिँ विशेष त एउटा हुन्छ नि नकारात्मक पाटोतिर चाहिँ यस एसटिके फिल्म्समा आइरहेको छु। अनि अरू चाहिँ अब आफ्नो तर्फबाट कोही काजीमा हुनुहुन्छ। म चाहिँ विशेष त नेपालीले बुझ्ने स्पष्ट भाषा चाहिँ म गुन्डा छु त्यसमा होइन। म चाहिँ थर्काउने, समय नै आयो भने पड्काउने त्यस्तो अवस्थामा चाहिँ खेलिरहेको छु। कहिले कसलाई खेद्ने, कहिले कसलाई के गर्ने त्यसै त हो होइन, त्यसो गरिरहेको छु। तर वास्तवमा त्यस्तो खालको मान्छे चाहिँ होइन। एउटा पात्रभित्र छिरेर एसटिके फिल्म्सले उत्पादन गरेको टुरी नातिनीभित्र चाहिँ मैले त्यो भूमिका निर्वाह गरेको छु। क्यारेक्टरको भूमिका निभाइरहनु भएको छ? हजुर, म त्यसमा पात्रको भूमिका निभाएको छु। तपाईँले क्यारेक्टर सोध्नुभयो। अब चाहिँ आउँदै गरेको यो 7 गतेको चाहिँ आन्दोलनको विषयमा तपाईँले के भन्न चाहनुहुन्छ? हाम्रो सरकारप्रतिलाई के भन्नुहुन्छ र हाम्रो जेएनजी टिमलाई चाहिँ के भन्नुहुन्छ? के छ के भनाइ? यस विषयमा त म विशेष कथातिर डुब्ने हिसाबमा जाँदाखेरि मैले यो के भइरहेछ, कसो भइरहेछ भन्ने कुरा चाहिँ मैले यथार्थ रूपमा थाहा पाएको छुइनँ होइन। तर हामीले चाहेको भनेको देश सुशासनमय एउटा देशभित्र बसेका युवाहरू चाहिँ एयरपोर्टमा चाहिँ दिनै पछि बाहिरिनु नपरोस्, नेपालमै विभिन्न रोजगारीहरू सृजना हुन् भन्ने अपेक्षा राखेको छु। अनि बेरोजगारी चाहिँ कोही पनि नहुन् भन्ने कुरामा चाहिँ कुराहरू चाहिँ राख्न चाहन्छु। जे आन्दोलन आए पनि, जस्तो अवस्था आए पनि मात्रै हामीलाई सुशासन अनि बेरोजगारी हटाउनु पर्यो। अनि नेपालमा चाहिँ नेपालीहरू चाहिँ अर्काको देशमा गएर गुलाम गर्नु नपरोस् भन्ने कुराहरू चाहिँ होस् भन्ने